ए राजनीति दलहरू सुन, तिमीहरूले जुन काम गरिरहेछौ नि त्यो सराहनीय छैन कि। त्यो काम भनेको चाहिँ निज काम हो कि, जुन आज हाम्रो 19 जना सानो सानो भाइहरूको गोली हानेर त्यस्तो गरिरहेछस् नि, त्यो गलत हो। त्यो गर्दाखेरि हामीहरूको रिस अझै उच्च भइसकेको छ कि, बर्दाश्त भएको छैन, बुझ्यौ। अनि के देखाउन खोजिया सोसल मिडिया बन्द गरेर? हामीहरूले चलाउने सोसल मिडिया बन्द गरिदिने, यो गरिदिने त्यो गरिदिने। यार नेपाली जनताहरू बाहिर गएर रेमिटेन्स आएकोले देश चलिरहेछ। तँ पनि अझै के चाहिएको हो बे यार? गतिलो काम गर न, अगतिलो काम किन गर्छस्? नलुट न, करप्सनलाई खलास गर्न सक्छौ भने। सक्दैनौ भने राजाको जिम्मा दिए भयो, सही हो। सक्दैनौ भने राजाको जिम्मा दियाओ देश, तिमीहरू साइड लाग हो। यदि सक्छौ भनेदेखि राम्रोसँग देश चलाऊ, देशको उन्नति प्रगति गराऊ र युवाहरूलाई सकेसम्म बाहिर नपठाऊ के, देशमै के गराऊ, यो भन्छु म। हरेक युवा, हरेक जनता, हरेक मानिसले नि नेपालको यही भन्दैछ कि, ठिक छ। फ्रिडम स्पिच कहाँ छ खोइ? कोही बोल्न पाछ? बोल्या छ। मेरो अर्को युट्युब च्यानल पनि कोल्याप्स हानिदियो, सही हो। तब पनि म बनाइरहेको छु, बनाउने छु। सो अझै पनि टाइम छ, सुध्राऊ, आइजाऊ। अनि त्यसपछि प्रण गराऊ कि अब भ्रष्ट हुने छैन, अब यो भ्रष्टहरूलाई कारबाही हुन्छ भनेर, ठिक छ सबैजनाले। र सक्दैन भनेदेखि राजनीति पार्टीहरू तिमीहरूले चाहिँ राजतन्त्रलाई हस्तान्तरण गर्दा हुन्छ, सही हो। किनकि राष्ट्र पहिला छ हाम्रो लागि, स्वाभिमान पहिला छ। कसैले आर्जेको राज्य होइन, यो हाम्रो पृथ्वीनारायण शाहज्यूले आर्जेको राष्ट्र हो। सम्झ्यौ नि? कुराहरू यसरी ब्याक हुन्छ। सो हामीलाई हाम्रो राष्ट्र स्वतन्त्र राम्रो चाहिन्छ र सबै मिलेर बसिएछ र मिलेर बसिन्छ, ठिक छ। अन्यथा म फेरि पनि अर्को भिडियो हाल्नेछु भोलि, आइडी रह्यो भने। धन्यवाद सबैलाई। र पोस्ट आइरहन्छ, सबैजना जाग्नुपर्छ। धन्यवाद।